हजुरहरूले सोसियल मिडिया किन प्रयोग गरिरहनु भएको छ कि उपभोग गरिरहनु भएको छ एउटा कुरा क्लियर हुन जरुरी छ तपाईको गोल के हो तपाईको उद्देश्य के हो ल म अवेरनेस गराउँछु मान्छेको जीवनलाई फरक पार्छु अथवा मेरो क्रिएटिभिटी मैले गीत राम्रो गाउँछु मैले राम्रो नाच्छु मैले के राम्रो ड्राइङ गर्छु आर्ट गर्छु मैले खाना मिठो पकाउँछु अथवा मेरो स्किल सेट अरूलाई ट्रान्सफर गर्छु मेरो नलेज अथवा अरूलाई इन्टरटेन गर्छु के हो तपाईको गोल भन्ने कुरा चाहिँ क्लियर हुनु जरुरी छ तपाई युजर हुने हो कि कन्ज्युमर हुने हो है त्यसलाई युज गर्ने हो कि कन्ज्युम मात्रै के हुन्छ अथवा म त्यतिकै बोर लागेको बेलामा चाहिँ यतिकै स्क्रोल गर्नु क्या फ्री इन्टरटेनमेन्ट यसो एक्लै बोर भयो चासो लगाऊँ न भनेर हो कि के हो मलाई भाइ बहिनीहरूले सोध्नुहुन्छ कि म सोसियल मिडिया सुरु गर्छु भनेको के भन्नुहुन्छ अथवा यहाँ कतिजनाको आइरहेको हुन्छ होइन मेसेजहरू अनि म चाहिँ जहिले पनि तिम्रो इन्टेन्सन के हो तिम्रो नियत के हो तिमीले गर्न चाहेको के हो तिम्रो आफ्नो कोर बिलिफसँग एलाइन हुन्छ कि हुँदैन तिमी यस्तो खालको मान्छे छौ तिमी छुट्टै खालको मान्छे बन्छौ कि कस्तो छ सोसियल मिडिया एकदमै क्रूर छ एकदमै ठुलो मैदान हो के युद्ध मैदान जस्तै छ के किनभने तपाईँलाई यस्तो बनाइदिन्छ कि तिम्रो यस्तो बनाउँछ कि होइन तलमाथि यताउता भयो भने त्यो कुराहरू तपाईँले लिन सक्नुहुन्छ कि सक्नुहुन्न त्यसले धनी धेरै स्ट्रेस एड गर्छ कि तपाईँ खुसीको लागि रमाइलोको लागि गर्ने हो कि के हो किनकि यहाँ थरीका मान्छे हुन्छन् क्लासमा तपाईँलाई बुली भएर मन नपरेको कुरा पनि यहाँ हुन सक्छन् परिवारको कोही मान्छे नमन नपरेको मान्छेहरू पनि यहाँ हुन सक्छन् त्यस्तै के कसैलाई राम्रो भन्नको लागि पनि केही चाहिँदैन नराम्रो भन्नको लागि केही पनि चाहिँदैन त्यही भएर तिमी आफ्नो पहिला इन्टेन्सनमा एकदम क्लियर हो युजर बन्ने कि कन्ज्युमर बन्ने र तिमीले गर्न चाहेको कुरा चाहिँ तिम्रो कोर भ्यालुसँग अलाइन हुन्छ कि हुँदैन मैले चाहिँ त्यही भन्छु